भयो उक्ल्यो वेट यो सिजनको पहिलो गुराँस हेर्नुहोस् ल राम्रो भ्यू देखाउँदैछु हजुरहरूलाई सिक्लेस यो अगाडि पारिपट्टि देखिएको सिक्लेस त्यसमाथि हिमालहरू अनि यो तल खोलो मादी खोला हो यो तल खोजमा यतापट्टि यो वारिपट्टिको सिक्लेसको जङ्गल भयो मादी गाउँपालिका 2 सरी यो तान्तिङको जङ्गल हो मादी गाउँपालिका 2 हो यो भने यो सिक्लेस भनेको मादी गाउँपालिका 1 हो र सिक्लेसमा आउनको लागि छुट्टै बाटो आउनुपर्छ भने तान्तिङमा आउनको लागि छुट्टै बाटो छ यो बाटो सिक्लेस र तान्तिङको बाटो सँगै जोडिँदैन हामी बसेको गेस्ट हाउस यो अगाडिको व्हाइट हाउस गेस्ट हाउस हो यो चाहिँ तान्तिङ हो यहाँ दाउराको लागि जोहो गरेर राखेको छ यहाँ काठहरू गाउँबाट हामी कर्पु डाँडातिर जाँदैछौँ बिच आधा भागसम्म गाडीमा जाने त्यसपछि फेरि पैदल उकालो उक्लिने होला यो तान्तिङदेखि धेरै माथि छाया इको भिलेज भन्ने यहाँ एउटा राम्रो चाहिँ गेस्ट हाउस रेस्टुरेन्ट रहेछ यहाँसम्म आइपुग्यो गाडीबाट यो बाटो भएर आइयो अब यतापट्टि जाँदैछौँ हामी कर्पु डाँडा त्यो माथि देखिने अग्लो डाँडा चाहिँ कर्पु डाँडा हो यहाँबाट भने हाम्रो अब हिँडाइ चाहिँ पैदल हुनेछ तान्तिङमा भनेको भनाइअनुसार कर्पु डाँडासम्म पुग्नको लागि 4 या 5 घन्टा लाग्ने सुनेको थियो भने अब यहाँसम्म हामी गाडीमा आइसकेपछि यहाँबाट माथि पैदल जाँदा 2 घन्टा या 3 घन्टामा पुग्न सकिन्छ हाम्रो लक्ष्मी सर आउनुभयो ल भन्नुभयो सर लु इको भिलेजमा आएर एकछिन विश्राम गरेर अब पुरी होइन करपु डाँडातिर चढ्ने हो नि त हामी होइन करपु डाँडातिर कसो गरौँ ल भन ठाडो भयो त माथि गयो अझै निहुर्नुपर्छ 2 जना दाजुभाइ साना लाएर कहाँ हिँड्दैछौँ करपु डाँडातिर लाग्दैछौँ कसो नपुग्दैन ढुङ्गामा चाहिँ हिँड्दाखेरि चाहिँ अलि गाह्रो हुन्छ कि गाह्रो कुरो पर्छ
हिँड्नु पर्ने त चौरीमा माटोमा हो नि माटोमा पनि एक किसिमको लचक हुन्छ नि केही न केही होइन अनि रनिङ गर्दा जगिङ गर्दा पहिलो हिँड्दा सिमेन्टमा पिचमा ढुङ्गामा है यस्तैमा हिँड्नु भन्छ गाडीको यो बाटो त वहीँ माथिसम्म पुगेको छ अरे कर्पु डाँडासम्म ओ सर कस्तो छ हिँडाइ अब एकछिन हो फेरि थाकिन्छ अनि बिस्तारै हो त नि अब सर्टकट बाटो हेरिएन हामीले होइन हामी चाहिँ मोटर बाटो जता जान्छ त्यतै जान्छ हामी यतिको चौर भेटाएपछि को सुत्दैन हिँडिरहेको थकै लागेको मान्छे होइन तर यो यहाँ चाहिँ ढुङ्गा छापेको रहेछ यो ढुङ्गा छापेको फेरि अलिक चिप्लो हुन्छ क्या चिसोमा शीत परेको हुन्छ ओहाएको हुन्न अलिक चिप्लो चाहिँ हुन्छ ढुङ्गा सकियो अब यो त अर्को वर्षको योजनाको लागि अब यो अगाडि देखिएको चाहिँ निगालो हो हेर्नुहोस् हाम्रो गाउँले भाषामा चाहिँ यसलाई मालिङ्गो पनि भन्छन् निगालो मालिङ्गो अब अङ्ग्रेजीमा के भन्छन् यो सर्च गरेर हेर्नु होला तपाईँहरूले अब यसबाट चाहिँ बन्ने कुराहरू चाहिँ धेरै कुरा छन् यसबाट डोका डाला नाङ्ला अब बाँसबाट बन्न सक्ने र निगालोबाट बन्न सक्ने चिजहरू सजावटका सामानहरू है यी सबै कुराहरू बन्छन् यसले यो बारबेर गर्न पनि काम लाग्छ यो यसबाट चुया निक्लिन्छ चुया निकालिसकेपछि बाँकी रहेको चाहिँ गिद्रा भन्छ त्यसलाई त्यो चाहिँ अन्त काम लाग्दैन कि चाहिँ बाल्न काम लाग्छ कि चाहिँ बार्न वरिपरि बारबेर गर्न चाहिँ काम लाग्छ त्यस्तो चिज हो अनि अर्को कुरा यसको घाँस चाहिँ निकै पौष्टिक हुन्छ गाई भैँसी भेडा बाख्राहरूको लागि अनि अर्को मेन कुरा भनेको यसको चाहिँ टुसा भर्खरै आएको टुसा तामा त्यो तामा चाहिँ अति पौष्टिक तत्त्वले भरिएको र स्वादिलो त्यत्तिकै स्वादिलो त्यसको अचार पनि खान मिल्यो तामाको तरकारी पनि खान मिल्यो र त्यो तामाको चाहिँ त्यो टुसाको सुप पनि बनाएर खान सकियो त्यस्तो चिज हो यो निगालो भएको ठाउँमा चाहिँ जहाँ धेरै निगालोको जङ्गल छ नि एकदम घना जङ्गल छ त्यहाँ चाहिँ भालु हुन सक्ने सम्भावना हुन्छ भालुलाई एकदमै मनपर्ने चिज हो यो किनभने उच्च हिमाली भेगमा उच्च पहाडी भेगमा त यो निगालो हुन्छ नै अनि भालु हुने भनेकै त्यही क्षेत्रमा त्यो भएर यस्तो निगालोको चाहिँ वन जङ्गल भइरहेको चाहिँ जहाँ छ त्यो ठाउँमा हिँड्दाखेरि एक्लै कहिल्यै नहिँड्नु होला 2 जना या 3 जना साथी सँगसँगै हिँड्नु होला यहाँ चाहिँ भालु लुकेर बसेको हुनसक्छ यहाँ अगाडि चाहिँ कसको हेलमेट र थर्मस देखियो सकेनौँ कसैले राखेर गएको यहाँ दुर्घटना भएर कसैको चिज छुटेर कसैले यहाँ राखिदिएको हो यस्तो चिज यहाँ भेटियो एउटा सानो वृक्षले हेलमेट पनि यो चाहिँ हो 2 तारो यो 2 तारो किन हो भने यतापट्टि पनि बस्न मिल्यो यतापट्टि आएर पनि बस्न मिल्यो है चौतारो भएको भए चारैतिर बस्न मिल्छ त्यही भएर यसलाई चाहिँ 2 तारो भन्न सकिन्छ एकछिन बसिहालौँ न यतापट्टिको घना जङ्गल हेरौँ न यो थोरै बाटो छोडेर यसो घना जङ्गल हेर्न यो हेरौँ कस्तो छ जङ्गल ल
सबै चाहिँ तपाईँको यो के अरे के भन्छ गुराँस मात्रै छ यहाँ। यो बरुवा फुल्यो रहेछ ल हेर्नुहोस् कि बरुवा फुलेको यसलाई बरुवा भन्छन्। यो चाहिँ बरुवा हो। यो फुलेको बरुवा हो। यो मिठो सुगन्ध आउँछ तर म नजिक गइनँ किनभने यसको सुगन्धले लेक लाग्ने सम्भावना हुन्छ। त्यो भएर म फर्केँ। मैले त्यो बरुवा पनि छोइनँ, कसैले पनि नछुनु होला। यो चाहिँ बरुवा हो। हेर्नुहोस् यो बरुवा अहिले हल्का फुलिसकेको छ है। यो पूर्ण रूपमा फुलिसकेको छैन कि फुल्न थालेको छ र यसको मिठो सुगन्ध आउँछ। यो सुगन्धले लेक लाग्ने सम्भावना पनि हुन्छ मान्छेहरूमा। त्यो भएर यसको नजिक नजानु होला र यसलाई फुल टिपेर नाकमा नसुक्नु होला, लेक लाग्ने सम्भावना हुन्छ। यसको उपयोगिता अब यसको चाहिँ के हुन्छ भन्नुहुन्छ भने यसको चाहिँ बोक्रा ताछेर बोक्रा निकालेर यसलाई पशुधन गर्नको लागि बोक्रा पकाएर खरानीमा पकाएर फेरि मुङ्ग्रोले कुटेर अनि त्यसपछि सानो तलाउ जस्तो बनाएको हुन्छ, एउटा जाली हुन्छ, त्यो जाली राखेर यो कुटेको झोल, यो बोक्रा कुटेको झोल त्यो जालीमाथि लगाइन्छ। त्यस पछाडि त्यो जाली उठाइन्छ। उठाएपछि त्यहाँबाट चाहिँ एउटा नेपाली कागज निक्लिन्छ। नेपाली कागज बन्ने प्रमुख वनस्पति भनेको यो हो, बरुवा। हामीले सामान्य भाषामा यसलाई बरुवा भनेर चिनिन्छ। लगभग हामी आधाभन्दा बढी आइयो क्या है। छैन त्यहाँ पलतिर पनि के रहेछ नि ती गरम। यहाँ चाहिँ यहाँको पनि देखाइदिउँ न ल। अब यहाँ बसेर प्रतीक्षालयमा बसेर चाहिँ विश्राम गर्ने मान्छेहरूले यसरी चाहिँ फोहोर गर्न नहुने थियो। यो चाहिँ चाउचाउको खोल, पानीको बोतलहरू, यस्तो चिजहरू सकभर आफैसँग लिएर तल लगेर विसर्जन गरेको भए राम्रो हुन्थ्यो है। यो चाहिँ राम्रो पक्ष होइन। यसरी प्रदूषण बढाउँदा भोलि अर्कोले त्यही गर्ला, अर्कोले त्यही गर्ला, गर्दै जाँदाखेरि चाहिँ यस्तो स्वच्छ ठाउँलाई फोहोर डम्पिङ साइडमा चाहिँ परिणत गर्न कति बेर लाग्दैन। त्यो भएर यो चाहिँ कसैले नगर्नु होला, यस्तो फोहोर गर्ने काम चाहिँ कसैले नगर्नु होला। नपऱ्यो चिप्लो बाटो चिप्लो हो। चिप्लो पानी रहेछ कि माथि बाटोमा। तर यस्तो हुँदैछ फेरि यो चाहिँ यो बाइक उकालोको लागि चाहिँ काम रहन्छ। बरु तपाईँको त्यो जुन होन्डा साइन छ नि एकदम मजाले तान्ने त्यसले है। यो पल्सर त गनाएर कुत्ताएर ओहो। अनि पछाडि बसेको मान्छेको ढाड जान्छ उस्तै परे, त्यस्तो बनाउँछ कि बाइकले त। म चाहिँ एकचोटि परेको छु यसमा। दुईजना बाइकमा आएको यस्तो बाटोमा पछाडि बस्ने ऊ त्यो मोटो चाहिँ दाइ 2-3 ठाउँमा लडेछन्, हिलो भएका छन्। बाइक लिएर आउने एकजना भाइ चाहिँ अगाडि बाइक लिएर गए। 2 जना चाल्दो रहन्छ बाइकले। बाटो पनि चिप्लो, हिलो। यो बाटोमा चाहिँ बाइकमा चाहिँ नआउनु होला कोही पनि, हिँडेर आउनु होला कि चाहिँ 4 व्हिल गाडीमा आउनु होला। हिँड्न नसक्नेहरू त पैदल आउँदा नै ठिक हुन्छ। सबैभन्दा सुरक्षित भनेको पैदल आउनु नै राम्रो। बाटो चाहिँ भर्खर चाहिँ धान रोप्नका लागि चाहिँ तयार बनाएको खेत जस्तो रहेछ। यहाँ हिलो, यो सायद
तुसारो पग्लेर हिलो भएको हुनसक्छ। हिलो छ बाटो। यहाँ त खेतका गराहरू पनि देखिन थाल्यो त। यता चाहिँ बारीका पाटाहरू देखिन थाले भनेपछि लगभग अब 1 घन्टा जति लाग्ला हामीलाई माथि कर्पु डाँडामा उक्लिन। कर्पु डाँडामा उक्लेपछि सगरमाथामा उक्लेको जत्तिकै खुसी हुनेछ। बाइकको पनि सास भरिएर फोक्सो मुखा आयो होला बाइकको। अलि कम रहेछ कि अगाडि त्यति हिलो देखिएन कि यताको जस्तो है। टायर घुम्छ अनि कन्ट्रोल हुन्न। नातिकन आउनु, नातिनु हेलमेट लगाएको भए हुन्थ्यो। यहाँ फेरि के झर त नि यहाँ यता मुख फर्क छ बाइक त कसो हो यो के हो यो सामान हो के चिज हो उठाउनु त बाइक त ए कसैको ओड्ने कुरा रहेछ यहाँ ठोके ल है कटाए साथीले कटाए बाटो हिँड्नै नसकिन्छ अनि पैदलै हिँड्न नसकिन्छ क्या त्यहाँ। तपाईँकै भयो होला राखेको भयो भने यो पनि त्यो ठाउँमा राखेको मूर्खाइ गर्नु न। हरिफ मोर कहीबाट रहे पानी गाह्रो भयो उक्ल्यो वेट चला त्यसलाई बान्दा वाले राख्नै मैले उपयोग देखेँ कि तर नजिकै आको नाताले ए ल ठिक छ ल त्यहाँ एक घुम्ती त लेखा छ है तर यही घुम्ती पार गर्न यहाँ कठिन हुने भयो। यो चाहिँ घुम्ती
ऊ त्यहाँ छ अगाडि एक घुम्टी बाँकी भनेर लेखाएको छ। अब यस्तो घुम्टी हानेर यहाँ चिप्लो छ बाटो। अब त माथि चाहिँ जेनेरेटरको आवाज पनि आयो। त्यो सुन्दाखेरि त अब लगभग आइपुग्यो कि भन्ने आशा चाहिँ जाग्यो है। कस्तो छ बाटो देखिहाल्यो। अब कताबाट जाऊँ म? अब म कताबाट जाऊँ? ल यताबाट जाऊँ। यस्तो छ बाटो। ल भन्छन् डेन्जर हिलो बाटो। अनि यतातिर बाइकको कार्यक्रम के हुँदैछ? बाइकको कार्यक्रम घट्यो कि बढ्यो झन्। ऊ उहाँ रहेछ घुम्ती। ल यहाँ यो अगाडिको यो घुम्ती छोडेर यता एक घुम्ती बाँकी भनेर लेखाएको छ। ल अब हामी लगभग यहाँ त घरै पनि देखियो त। घरै पनि देखियो ल। यहाँ त ओभानो रहेछ। ओभानो रहेछ नि त। ल यहाँ चाहिँ याङ्जाकोट यो डाँडो हुँदै जानु पर्यो होइन र। अनि तान्तिङ भनेको त हामी आएको बाटै भइहाल्यो। अब यता फर्केर हेरौँ। ल यहाँ चाहिँ घर चाहिँ यस्तो बनिएको छ। ल आइपुग्यो कर्पु डाँडा आइपुग्यो। ल ठिक छ हामी दुईजना ए ल हामी चाहिँ मिडियाबाट भइयो होइन। आज वेदर पनि त्यस्तै बिहान पुरा खुला थियो होइन। हामीले तलबाट त खिच्यौँ। ठिक छ भोलि बिहान खुल्छ 7 बजे भोलि एकदम ठिक छ। 5 मिनेटमै ड्यामी हुन्छ हुन्छ कि गुराँस फुलेको रहेछ यो सक्कली हो। जङ्गलमा फुलेको गुराँस। ल अहिले टर्ने फोन गरेर म थाहै पाइनँ के। यो सिजनको पहिलो गुराँस हेर्नुहोस् ल कस्तो सुन्दर ठाउँ कस्तो सुन्दर गुराँस। ल हेर्नुहोस् एउटै बोटमा रङ्गीचङ्गी गुराँस। यता कर्पु डाँडाको मुख्य पर्यटकीय स्थल यही हो। साथमा परिक्रमा युट्युब च्यानलका चाहिँ लक्स ढुङ्गेल हुनुहुन्छ भने म उहाँको साथमा यात्रा फर्केको युवराज शर्माको तर्फदेखि तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ यो ठाउँमा। एउटा कुरो नि लक्ष्मी सर यो ठाउँमा आइपुग्दाखेरि मलाई चाहिँ सगरमाथामा पुगे जस्तो खुसी भइरहेको छु के कारणले उच्च स्थानमा आइयो। उच्च स्थानमा आइयो होइन। यो चाहिँ कर्पु डाँडा 2900 मिटर लेखाएरै चाहिँ यहाँ। अब योभन्दा माथि पनि अब अर्को डाँडो छ मलाई होइन। त्यो डाँडो चाहिँ अब भरे भोलि हेरौँलाखेरि यो अगाडिको यो अगाडि हेर्नुहोस् कर्पु डाँडा कर्पु हिल 2900 मिटर मादी 2 कास्की सौजन्य लायन्स क्लब अफ पोखरा। उहाँले चाहिँ ल भुटेको फुल रमेशजीले हामीलाई यहाँ आउने बित्तिकै भुटेको मकै र चियाले स्वागत गर्नुभयो। ल धेरै धेरै धन्यवाद। कर्पु डाँडाको बन्दैछ भन्दै नि बन्दैछ बन्दैछ। पल्टेला है पल्टेला त्यो यहाँ भन्नु ल ठिक छ ल त्यो पल्टिएला। जिन्दगीमा अब यसरी खाने त्यसपछि यहाँ घुमघाम गर्ने हो।
हामी त गुराँस हेर्दै मकै खाने गर्दैछ अन्डा र चाउचाउको सुप जिन्दगानी बिजुली 270 रुपियाँ खास बेड हो त्यो प्लोटको शिखरको 270 अब यहाँ आउँदाखेरि अब त्यही सामान्य बाटोमा फ्याँकिन्छ अति राति हालत 10 जना ग्रुप आयो हेर्नु है यो फर्महरू मगाएको यो रेडी भएको थिएन उन्डे उछाउनी मगाएको ट्रेनर ल्याउनु तल फ्याँकिदिन्छ हिँड्नु पऱ्यो बेला हेर्नु त यहाँ आएर केटाहरू बसिरहेको छ भोक लाग्यो भने छ अब आफू भारी बोकाउनु गछु उन्डे उछाउनी बोकाउनु गएको आफै लडेको गरेर 12 बजी आइपुग्यो फेरि कहाँ हामीलाई त कहाँ तपाईँ आधी घन्टा पुगिन्छ भनेर आइदिएको कहाँतिर पुग्छ 1 घन्टा बढी लाग्छ ट्रेनरलाई आधी घन्टा हिँडेर पनि 1 घन्टा त्यो त ऊ हिँडेर आएछ 4-5 घन्टा लाग्छ 4 घन्टा केही भयो चाहिँ एक दिन खानु भन्छ न अहिले हिँडेर नसम्दा हामी उताडि गइदिन्थ्यो कि साँच्ची घरमा यो दबाई नभएको खासमा हिँडिदिन्थ्यो कि अहिलेसम्म एउटा उखानमा एउटा रहेछ कि एउटा पिसासिलो मान्छेलाई यो पठाएपछि यसरी पुऱ्याउँछ भन्ने चाहिँ एउटा उखानै रहेछ कि दबाईको लागि भने नि आएको के नत्र म हिँडिदिन्थेँ कि उतैबाट म आमाबाट सोधेको त दाइ अब यहाँबाट धेरै 15 मिनट भनेको होटेल छ नि तल चाहे त्यहाँबाट 15 मिनट भने अब यहाँ आउनु बेला चाहिँ यस्तो कति धक्का ल्याएको छु भने त नि मेरो बाइकै होइन तपाईँहरूले त पौलिन नि तुसारो बिहान भयो तुसारो घरि चाहिँ एक नम्बर गेटमा हाल्ने ब्रेक नहाल्ने फेरि ब्रेक टिपिन्छ होइन स्टार एक नम्बर गेटमा सर झर्ने हो किन हुनु होइन त्यो घाम लाग्छ नि अनि पौलिन आफूले ब्रेक हाल्नु त अब त कहाँ तल पुग्छ गाडी म त नचलाएर उसलाई चलाउँदिएको बिहान झरेर ठ्याक्क 9 बजी भित्रमा आफू जानुपर्छ यहाँ अन्त फेरि उठाले टर्निङ त्यही पर्छ बढी क्या हो खुल्ला टर्निङ भयो खुल्ला ठाउँ पर्छ नि त त्यहाँ त्यो भएर पनि हुन्छ नि त फेरि यता हेर्नु न अब त्यो फेरि अब झोला है झोला फेरि क्यामेरा फेरि जान परेन तल फेरि बसेर डोरले बाँधेको डोर पनि कामै नगर्दो रहेछ त्यहाँ